जब हामीहरू यो दौडको कुरा गर्छौँ नि हामीले तीनवटा कुराहरू चाहिँ अहिलेको दिनहरूमा सिक्नुपर्ने चाहिँ के हो भने कि फर्स्ट चाहिँ दौड्नु भन्नु बित्तिकै आफ्नै यसको नियमहरू छ अनि एउटा नियम चाहिँ यु हेभ टु रन इन योर ओन ट्र्याक तपाईँको आफ्नै ट्र्याकमा तपाईँ रन गर्नुपर्छ अनि तपाईँ त्यो तपाईँले दौडिँदै गर्दाखेरि तपाईँले याद गर्नुपर्ने चाहिँ के हो भने कि मैले मेरो ट्र्याक छोडेर चाहिँ अर्काको ट्र्याकतिर लाग्नु हुँदैन भनेर तपाईँले याद गर्नुपर्छ साइडमा चलाऊ भन्छ नि होइन सो हामीहरू चाहिँ आफ्नो साइडमा हामीहरूले हाम्रो दौड गर्नु सिक्नुपर्ने रहेछ कि अनि दोस्रो चाहिँ हामीले याद गर्नुपर्ने चाहिँ के हो भने कि तपाईँ त्यो ट्र्याकमा एक्लै हुनुहुन्छ तपाईँकोसँग प्रतिस्पर्धा गर्ने कोही पनि छैन किनभने परमेश्वरले जुन ट्र्याकमा तपाईँलाई राख्नु भएको छ तपाईँले तपाईँको दौड सिद्धाएको परमेश्वर चाहनुहुन्छ र परमेश्वरले नै तपाईँलाई चियर अप गरिरहनु भएको छ किनभने परमेश्वर जान्नुहुन्छ कि तिमीले चाहिँ धीरजीसँग त्यो दौड सिद्ध्यायो धीरजीसँग त्यो दौड्यो भने तिमीले चाहिँ त्यो दौड सिद्धाउने छौ तिमीले कम्प्लिट गर्नेछौ तेस्रो कुरा चाहिँ हामीले याद गर्नुपर्ने के हो भने कि रन विथ जिजस तपाईँ एक्लै हुनुहुन्न प्रभु येशूले अहिले के गरिरहनु भएको छ तपाईँ जान्नुहोस् प्रभु येशू ख्रीष्ट कुन प्रकारले चलिरहनु भएको छ कसरी मान्छेलाई रिच आउट गरिरहनु भएको छ तपाईँ त्यो उहाँको हृदय बुझ्नुहोस् अनि यु रन विथ हिम and you'll be successful.